उत्कृष्ट प्रेसिङ कारणले गर्दा 5 को अङ्क खोल्न सफल भएको छ खाता खोल्न सफल भएको छ चाँडै नगरपालिका वडा नम्बर 5 खेल्न चाहिँ यता खेल्छ जस्तो लागिरहेको उत्कृष्ट बचाउ उत्कृष्ट प्रेसिङ कारणले नगरपालिका नम्बर 3 को पनि खाता खोल्न सफल भएको छ 1 बराबर यता खिदिङको यो मैदानको खिदिङको पानी मलिलो रहेछ उत्कृष्ट प्रेसिङ सँगै अङ्क मैदानलाई 2-1 मिलेन भने यति बिग्रिन्छ नि यति हान्ने भएको उत्कृष्ट स्ट्राइक सँगै अङ्क टाढा नगरपालिका नम्बर 3 लाई 2 बराबर पत्थरको शट ल्याएँ मैले मैले हान्छु जस्तो लाग्छ होइन यो नेट बराबर त उठिन्छ यार म गर्न सकेन फाइदा भने मैदानलाई 3-2 हाम्रो नछेक्नु नै एकछिन प्लेसिङ गर्न सोच्न थियो तर गोल गर्न सकेन अङ्क मैदानलाई 4-2 फेरि पनि सर्भिस गर्न सकेन मैदानको तर्फबाट फाइदा भने फिल्मलाई 3-4 हामीलाई पनि यो दर्शक नहान्छ बलाहारमा छ कोटभिमा बल खसेसँगै फाइदा मैदानलाई 5-3 3 नम्बरको सँगै अङ्क मैदानलाई 6-3 3 अङ्कको अन्तर संयोजन मिलिराखेको छ खेलाडीहरू बीच उत्कृष्ट स्ट्राइक नेतृत्वको सङ्केत सँगै फाइदा मैदानलाई 7-3 भोडी वाला काम होइन कि तिखा वाला चाहिँ हो कि यहाँ त अङ्क भने किरिमलाई 4-7 bola hawa छ उत्कृष्ट स्ट्राइक उस्तै बचाइ भने सँगै अङ्क किरिमलाई 5-7 Position 5
अंक किरिमलाई 6-7 खेल निकै प्रतिस्पर्धात्मक हुँदैछ उत्कृष्ट स्ट्राइक सँगै अंक मैदानलाई 8-6 उत्कृष्ट प्लेसिङ गर्दै थिए उत्तिकै राम्रो बचाइ पनि उत्कृष्ट स्ट्राइक अंक किरिमलाई 7-8 प्लेसिङ गर्न खोज्दै थिए तर सफल हुन सकेनन् अंक 8 बराबर यति खिरिमसित 8 बराबर एकदम राम्रो उताको हाइट पनि बराबर छ कि नापेर पढ्ने पुरा त खिरिम त भलिबलको हदै उत्कृष्ट स्ट्राइक सँगै उत्तिकै राम्रो बचाए पनि उत्कृष्ट प्लेसिङ सँगै अंक किरिमलाई 9-8 किरिमको अग्रसरता किरिम 1 अंकले अगाडि छ अंक मैदानलाई 9 बराबर सलाहपूर्ण खेलमा सफल भएका छन् किरिमका खेलाडी 10-9 स्ट्राइक सँगै अंक किरिमलाई 11-9 आफ्नो साथले मलाई हेर्ने मरै छैन उत्तिकै राम्रो बचाउ पनि उत्कृष्ट प्लेसिङ 10-11 उत्कृष्ट स्ट्राइक अंक किरिमलाई 12-10 आशिष थापाको सँगै 13-10 बाहिरबाट नबोलिदिनु होला उत्तिकै राम्रो मैदान भर्सेस किरिम निकै बेर आरामा राम्रो प्लेसिङ सँगै अंक किरिमलाई 14-10 कौन?
उत्तिकै राम्रो बचाए पनि यससँगै अङ्क फेरि लगातार टिमलाई 15-10 5 अङ्कको अन्तर। खेलाडीहरू बीच समर्थन मिल्न सकिरहेको छैन। फेरि पनि अङ्क टिमलाई 16-10। मैदानले टाइम आउट लिएको छ। जर्सी नम्बर 7 र 2 परिवर्तन भएका छन् मैदानको तर्फबाट। जाली काट्न सकेन। फाइदा भने मैदानलाई 11-6 11-16 अरे सुन्दा त्यति सुन्दैन कि क्रिस्टस भाइको प्रयास थियो। दुई भाइको तालमेल मिलेन र अङ्क मैदानलाई 12-16। फेरि पनि फाइदा भने मैदानलाई 13-16। क्रिस्टस भाइसँगै चेतावट अङ्क टिमलाई 17-13। क्रिस्टस भाइ थियो तर चालेन। अङ्क भने टिमलाई 18-13। बल हावामा छ। यससँगै फेरि पनि अङ्क टिमलाई 19-13। सँगै फेरि पनि अङ्क टिमलाई 20-13 7 अङ्कको अन्तर। सर्भिस सँगै फाइदा भने मैदानलाई 14-20। तालमेल मिल्न सकेन मैदानका खेलाडीको। यससँगै फेरि पनि अङ्क टिमलाई 21-14। उत्तिकै राम्रो बचाए भने फाइदा मैदानलाई 15-21। 3 नम्बरको जर्सी त मैदानको मैले रनिङ सिललाई सम्झेर पनि लगेको कि राम्रै खेल्दै भित्रबाट आइक्यो त्यसै नबल रेफ्रीसँग भित्रबाट पिरियड आफूले कोर्टमा बसाएपछि फाइदा मैदानलाई 16-21। सर्भिसमा मैदान
सबै जित्न बसेन हार्न पो बसेर क्रिस्टल स्पाइक बचाए पनि यतिकै राम्रो 2-3 यससँगै अङ्क मैदानलाई 17-21 मैदानले 20 पुऱ्याउँछ क्रिस्टल ब्लेसिङसँगै अङ्क फिल्मलाई 22-17 के भयो त्यहाँ भाउ त्यहाँ क्रिस्टल स्पाइक यतिकै राम्रो बचायो पनि भुइँमा चेतेर बसेको कि के हो भनेर राम्रो ब्लेसिङ गर्न खोज्दै थिए बचाइ गरेका छन् क्रिस्टल स्पाइक यतिकै राम्रो बचायो किबिनको गोठमा बल 18-22 तर यो त हान्नु उत्कृष्ट ब्लेसिङ संयोजन मिलेर मैदानका खेलाडी अङ्क फिल्मलाई 23-18 क्रिस्टल स्पाइक थियो चालिने भयो सँगै अङ्क फिल्मलाई 24-18 18 का मिनट 25 में पहले से प्रतिदिन में आज में खेलता मैदान में चल रहा है